हेलो एभ्रिवान, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि यहाँ सबै सन्चै छौँ, ठिकठाक छौँ है। सन्चै हुनु पर्यो। धेरै दिनपछि यसरी कुराकानी गर्न पाउँदाखेरि धेरै खुसी लागेको छ हैन। तपाईहरुसँग यसरी कुराकानी गर्न पाइराखौँ, तर समय र परिस्थितिले गर्दाखेरि धेरै कुराहरूले बाधिएको हुन्छ नि त, त्यही भएर मिल्दैन। केही छैन, ढिलो चाँडो भए पनि मैले यो च्यानल चाहिँ कन्टिन्यू गरिराख्ने नै छु हैन। ढिलो चाँडो भिडियो आइ नै हाल्छ। आज चाहिँ स्पेशल डे हो। आज 2025 को नेपाल फेस्टिभल आज हुन गइरहेको छ। त्यही भएर त्यसको लागि तयारी हुँदैछ। नेपाल फेस्टिभलमा सम्पूर्ण नेपालीहरू हैन, अस्ट्रेलियामा बस्ने सम्पूर्ण नेपालीहरू ठाउँ-ठाउँमा, आज अस्ट्रेलियाको डार्विनमा हुन गइरहेको छ भने अरू ठाउँमा कुनै कुनै डेमा यसरी सुरु गर्नुहुन्छ। वर्षको एकचोटि नेपाल फेस्टिभल हुने गर्छ हैन। त्यसमा सम्पूर्ण नेपालीहरू जम्मा भएर नेपाली फुडहरू, नेपाली कल्चर अनि नेपाललाई चिनाउने विभिन्न विभूतिहरू जस्तै बुद्ध भयो हैन, सगरमाथाहरू भयो, धेरै चिजहरू त्यसरी त्यहाँ सो गर्नुहुन्छ हैन। नेपाली कल्चरहरू, नेपाली कल्चर ड्रेसहरू, विभिन्न जात जातिका मानिसहरू यहाँ बसोबास गर्दै आइराख्नु भएको छ नि त। त्यही भएर आफ्नो आफ्नो वेशभूषामा, आफ्नो कल्चरल ड्रेसमा सजिएर धेरैजना आउनुहुनेछ हैन। त्यस्तै गरी म पनि मगनी भएर यसरी मगल ड्रेसमा सजिएकी छु हैन। अब हामी निस्किन थालेको। अब तपाईलाई मैले त्यहाँ जहाँ प्रोग्राम हुन्छ नि त्यहाँ लगेर त्यहाँ के भइरहेको छ देखाउने नै छु हैन। अहिले हामी घरमै नै छौँ। लाउनु न गादा, किन लाउनु न, राम्रो देख्छ। लेट्स गो बुढा होला त। केटाकेटी अहिले आउँछन्। नानी हेलो हाय। दादा अहिले फुपूसँग आउँछ। त्यही भएर छिटो छिटो आएको। कहाँनिर जम्मा हुने? भुजू है ना? भुजू देखा। It's all right. कता छ रे? ओइ नानी अहिले आउँदैछ। नानी त अस्ति डान्स गरेर आएको म त नि हो मैले एकातिर हेरेर होला नि। लिन जानु नभ्याएको कहाँ छ त? लिन आइज भन्थ्यो, लिन जानै भ्याएन। हो र, त्यहाँ भनेको भए कोही जान्थ्यो होला नि त।
हजुर नमस्ते खै त बाबुहरू हेर्नुस् होला यहाँ सानी नानीलाई देवी कुमारी बनाइएको छ। वाउ नेपाली कल्चर। उहाँ सन्तोष खाती एनआरएनए अस्ट्रेलिया क्याथरिन टाउनका वर्तमान अध्यक्ष। उहाँ के भन्नुहुन्छ सुनौ है त। तपाईलाई आज कस्तो लागेछ यो माहौल देख्दा? हजुर पक्कै पनि हामी यो डार्बिनमा जुन फेस्टिभल भइरहेको छ यहाँबाट 300 किलोमिटर पर क्याथरिन भन्ने सहरमा चाहिँ हामी बस्दै आइरहेका छौँ र हामी 400-500 जना नेपालीहरू छौँ त्यहाँनिर। यो नर्दर्न टेरिटोरी नेपाली एसोसिएसन अफ नर्दर्न टेरिटोरीले आयोजना हरेक वर्ष गर्ने कार्यक्रम नेपाल फेस्टिभलमा हामी भनौँ 25-30 जना हामी क्याथरिनबाट चाहिँ रिप्रेजेन्ट गरेर आइरहेका छौँ। यो माहौल अहिले भर्खरै हामीले चाहिँ परेड सकायौँ त्यो नेपाली संस्कृति झल्किने खालको अहिलेसम्म एकदमै रमाइलो भइरहेको छ। हजुर अनि हामीले भर्खरै यहाँ धरहरा देख्यौँ होइन अनि सगरमाथा देख्यौँ स्तूपहरू होइन। यो देखिराख्दा बिहाको मण्डपहरू देखिराख्दा हजुरलाई त्यो नेपालको महसुस भयो होला। तपाईँ हामी सबै नेपालीलाई होइन एकदमै हामीलाई त छँदै नै छ। हामी हाम्रो मातृभूमि छोडेर विदेशमा आइसके पछाडि चाहिँ एउटा विदेश सामु आफूलाई त छँदैछ हाम्रो कल्चर त एक हिसाबले हाम्रो छँदैछ तर विदेशी सामु पनि हाम्रो कल्चर चाहिँ यसो छ है। हामीलाई चाहिँ यी कुराहरू छन् जस्तै हामीले यहाँ सगरमाथा देख्न सक्छौँ। सगरमाथाले चाहिँ हाम्रो विश्वको सबैभन्दा ठुलो एउटा हिमालको रूपमा छ भनेर हामीले विदेशी सामु त्यो देखाउन सक्नुभएको छौँ। र त्यसै गरी धरहरा हाम्रो पुरानो स्तूपा अनि हाम्रो यहाँनिर तपाईँको एउटा म्युजियम जस्तो विवाह मण्डपदेखि लिएर कसरी चाहिँ हामीले विवाह गरिन्छ हाम्रो रीतिरिवाज के हो त भन्ने कुरा चाहिँ हामीलाई पनि त्यो एउटा झझल्को मेटिने र विदेशी सामु चाहिँ हाम्रो संस्कृति चाहिँ देखाउने कार्यक्रम भइरहेको छ। हजुर हुन्छ धन्यवाद। धन्यवाद हजुरलाई पनि। हेलो Another YouTuber from Wow, nice. हेलो बहिनी। हेलो नमस्ते भाउजू। कस्तो लाग्यो त आज? एकदम रमाइलो रहिरहेको छ। अझै हेर्न बाँकी नै छ। हो घुम्नु भयो सबै? घुम्नु भएको छैन? पोहोरसाल नि घुमेको अब घुम्नै छ। मान्छे भिडभाड धेरै भयो त्यही भएर आराम लिएर बसेको। यसरी राम्री मगनी भएर आउँदा कस्तो फिल भइरहेछ त नि? यस्तो राम्रो फिल भइरहेको छ नि भाउजू। आफ्नो देशलाई रिप्रेजेन्ट गरेर होइन यस्तो कहिले काहीँ यस्तो ड्रेस लगाएर यस्तो राम्रो भनेर आफूलाई एकदम राम्रो भएको जस्तो फिल भइरहेको छ हाम्रो कल्चरल ड्रेस लगाएर। सानी म कस्तो राम्रो देखिन्छ। ल मामा नमस्ते गरिदेऊ न त। उसको मुड चल्नु पर्छ नि त नि। बिहा मण्डप स्वयं नेपालीले त देखेकै हुन्छन् विदेशीहरूले पनि देख्दा के होला कस्तो रहेछ नेपाली कल्चर भनेर अलिक कौतूहलका साथ हेरेको देखिन्छ। Mr. George Walia, Max Cartier NT, is our valued power sponsor. नमस्कार। नमस्कार। ह्याप्पी नेपाल फेस्टिभल।
बिचरा यहाँको मिनिस्टर हामी यति यति तपाईँहरूलाई त जता त्यति त्यति नमो बुद्ध। हेर्नुहोस् त कति ठुलो मूर्ति बनाएर यहाँ सो गरिएको छ। विदेशी सामु बुद्ध वाज बर्निङ नेपाल भनेर चिनाउन पाउँदा नि छुट्टै किसिमको आनन्द महसुस हुँदो रहेछ। यता चाहिँ साना साना नानीहरूले लोकगीतमा पर्फर्मेन्स दिइरहेका छन्। Wow, यो त कस्तो राम्रो सुनियो। By the way, namaste is a traditional greeting, Nepalese form of greeting. साँझ परेपछि सिङ्गरले स्टेज तताउने, हामीले ग्राउन्ड ठटाउने। हा हा हा। यतिन्जेलसम्म मेरो भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद, धेरै माया।